चरा होइन बुढो लागेर एकछिन फोटोसुट हाल्छौँ त्यसपछि निस्किन्छ होला आफ्टर रेन त दामी देखाउँछ यार मासको त ओ पप्पी पिरो लागेको हो र त्यसले पनि एक्सिडेन्ट पनि भर्खर दामी देख्यो त यार साथी बाटो राम्रै लाग्छ चिया घर नि यहाँ पनि एकचोटि हामी खाना खाएकै उसमा के अरे हामीले खाना खाएको या उसको प्रतीक्षा बर्थडेमा भन्ने बेला ओए बाटो त दामी बनाएको छ यार खै त
कि मान्छे उभाएको सम्झनामा राखेको परे तिमीहरू गएको भनेको हाम्रो त्यो स्कुलबाट लगेको उताबाट हो र पहिले युट्युबमा जान्छ क्या ब्लग मैले कति स्टार्टिङ गरेको छु नेचर र बोट सही छ बे लास्ट पहिला लास्टै दुरम थियो नि सावधान लेखेछ त तर सावधान बाटो बन्दैछ गाइज अब अफरोड किङ उताबाट देखिन्छ होला भ्यू सरी मम्मी म राम्रो बाटो हिँड्न सकेन भनेर बनाउने क्या दामी देखिन्छ यार हामी यसो घुम्न आएको के गरा खाइदियो चरा होइन कस्तो देखायो क्या कुरो लागेर न यहाँ चाहिँ स्कुटी हामी चाहिँ एकछिन फोटोसुट हान्छौँ त्यसपछि निस्किन्छ यहाँबाट A few moments later. हामी चाहिँ यहाँ फोटोसुट हालेर चाहिँ घरतिर आएको साँझ चाहिँ भ्लग आउँछ लगाएर छाप्प लगाएर छाप्प लगाएर आउँछ कि छाप्प लगाएर हो यहाँ राइडर चाहिँ एकदमै हिरो राइडर पवन दानी यो खतरावाला राइडर हो मेरो गुरु हो क्या राइडर लास्ट नेचरको मजा लिन गाइछ यस्तो बवाल नेचर छ लभली प्लेस टु भिजिट यही मन्दिर होइन तर आउँदैछ जङ्गलमा के गराउँछ क्या के गराउँछ किरा टाइपको किरा नै हो मैले अस्ति मोबाइल भ्लग बनाउनु बेला 18 मिनट बनाएँ यस्तो 6 मिनट बनाउनु पर्ने होइन भ्लग बनाउँदाखेरि क्या यस्तै बनाउनु ठिक हुन्छ मनिष ब्रोलाई बाइक दिएनन् क्या उसले बाउले
यस्तो टर्निङ छ भने तर अब त्यहाँ डाँडामा जाँदा पनि त्यहाँको बाटोहरू पिच भइसक्यो जो पनि जान्छ होला यार नि बल्ल मजा आउँछ क्या अब लेक जान अब त्यति खासै उस छैन रिक्स छैन Oh my god स्पिड हेर्नु खतरा खतरा हामी चाहिँ घर जाँदैछौँ है गाइस सानो भ्लग आउँछ पलाएर सबै सरको लागि एउटा गर्लफ्रेन्ड मिलाएर सिङ्गल छ होइन र ओहो कता हो के सुर्खेतमा पनि रातो माटो चिप्लो बाटोहरू चाहिँ सुर्खेतमा नि अब डेभलपमेन्ट भइरहेको बिस्तारै रातो माटो चिप्लो बाटो गरेर लड्दै पढाइ आएको हामी पुरानो भइसक्यो ढाइलो गर यो एकचोटि बाइक चिप्लेकोमा कस्तो दामी बाह्रमा ए मुनसुनमै हो क्या असारको महिना बेस्ट लाग्छ यार मलाई तँलाई कस्तो लाग्यो स्पिड हाइवेमा स्पिड चेकिङ भयो भने त समातिहाल्छ होला कहाँ गएर आयो तिमी रामनी ए out of here बिस्तारै हुन्छ सरी मम्मी म राम्रो बाटो हिँड्न सकेन म ठुलो बाटो हिँड्न सकेन सानो बाटो हिँडेँ साइको हान्ने क्या सही अफरोड होइन ट्याक्क लगाएर अटो आयो त A few moments later. कति बज्यो भाइ कति बज्यो 1 बज्यो नि 1 बज्यो 1 मिनेट छ साइकल कति आउँछ भन्थ्यो रे 1-2 बजे
गाइज हाम्रो आजको यात्रा चाहिँ यहीँ सक्यो। थ्याङ्क यू सो मच अहिलेसम्म हेरिदिनु भएकोमा, साथ सपोर्ट दिनु होला यताउता होइन, सियोर हान्नु होला।